अच्छा देखिन नि त ल नातिले मलाई हेरेको हेर्छु नि राजा हजुर एउटा देख्छु त यो टल्ले मलाई हेर्दैछ ताल ठुलो भएर नै जापानसम्म आउनु पाएको हो त आज त बाबा र म बिहान होइन मर्निङ वाक हिँडेको त होइन कहिले पनि बाबाले गोडा दुखेको नभने आज मात्रै सुने नानु मेरो त दुख्छ नि होइन मेरो त अब उकालो ओह्रालो गर्दा नातिले मेरो कुरा सुनेको होइन है आज चाहिँ हो कि बेबीले खुट्टा दुख्यो भनेको नि हामी आज कसले ल्यायौँ चारैजना ल्याएको हो थोरै यो ओहो कति नाटक पनि कति नाटक गर्नुपर्दछ ए हात दुख्नु कुन चाहिँको हात लाउनु पर्ने त्यो नै तपाईँ तन्नाभरि छर्दैन तन्नाभरि हेर्नु त कहाँ त लु ओ बाबाको प्यान्टभरि यसो हुँदैन तपाईँले यसो यसरी यसरी अनि समाइस नि त राजाले र हजुरले समाइस नि त खुट्टा पल्टी गर्छु पल्टी त्यो सानो खुट्टा दोब्रेको जस्तो छ लागोस् बाबा अब यो लुगा सानो पनि भइसक्यो अनि यसो अघि लागि नै सक्यो आखिर मलाई लाउँदा उकाले यसलाई त ठाडो पार्नुपर्छ ठाडो हो ल्याएर त भो पनि ल्याए नानु यसले त धेरै बेर भयो कोलेछ म देखेन देख्यो कोलेछ म उसलाई चिनेन बेबीलाई कोलेछ म कानमा कोलेछ म मलाई हात त खासै दुख्दैन क्या अब मेरो त यस्तो दुख्छ नातिले मलाई अनुहारको हो होलेछ बेबी त होइन मम्मी चिन्यो सानेले बेबीले हाम्रो सानेले बेबीलाई हजुरबालाई हेरेर हाँसो देख्दाखेरि बाबाको खुट्टा फेरि मेरो कहाँ बेबीले हेरेर बेबी हेर्दैन उस्तो देख्दा तिम्रो क्या धोयो कि के हो छैन सुक्दै गएको छ तिम्रो तपाईँ सुकिसक्यो मैले सुकिहाल्छ छैन त हातमा धेरै तेल लाग्यो के हो अनि बाबा त सबैभन्दा घोरो पो देख्छु त घोरो हो म बाबा त सबैभन्दा घोरो पो देख्छु त पहिलेदेखि घोरो आए जातै घोरो होइन नाति तपाईँ कुन हातले मलाई दुख्ने चाहिँ देब्रे कि दाहिने रे मैले यहाँबाट फोटो खिचेको देब्रे कि दाहिने दुख्ने चाहिँ यो चाहिँ नि यो धेरै पलाइदिन्छ त्यहाँ लप्पै लाउने जातै घोरो सानो मिमीले त्यति लाउने सानोले त्यति लाउने भरे तिम्रो लुगा तपाईँले त्यो टाँस्नुहुन्छ खोज्न अस्तिमा दिएको टाँस्छु नि त्यो एक सुत्ने दिन बेला टाँस्छु त्यो एक दिन टाँस्नु न टाँस्छु त्यो एक दिन नि सुत्ने बेला जहिले टाँसेर सुत्नु न बिर्सेर नि लु भयो पकाउनु बनाउँछु पकाउनु बनाऊ अनि के अरे बाबुले भन्यो त यसको बाबालाई के जहिले पकौडा बनाइराख्नु भन्यो त होइन सरप्राइज आज सरप्राइज दिनु त्यो भनेर नि कहिले पकाइँदैन हामी पकाउनु भनेको त एक हप्ता भयो होला आज चाहिँ पकाउने ल के अलिकति चिन्यो बेबीलाई यो सानेको के हो यहाँ कालो कालो देख्छु त मैले बनाइरहेको छु हजुर सानेको यो कालो कालो देख्छु त अघि हातमा दल्दैछु मैले अघि नै मैले उसको हातमा दल्दिसकेँ मैले कपडामा लाग्यो तेलले तेल हात दुख्यो भनेर तपाईँले नातिले यसले लाचेको हो ल्यो ल्यो गुलुङ 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 ल्यो म पखाल्न गयो ल पखाला लु जाऊ पखाला अनि के तिमी बन्द काट
मसला उ गरेर अनि पकौडा बनाऊ के को पकौडा बनाउने नानु प्याज र आलु बन्द प्याज आलु बन्द त्यो अस्ति मैले ल्याएको थिएँ नि यत्रो त्यो चाहिँ किन पुगाले भन्दियो लु अब यो हिजोले भमिट गरेर के म बन्द गर्छु नानी अब पकौडा बनाऊ आज हाम्रो जापानमा रहँदाखेरिको सम्झना बिर्साउने सबैले तेल लुच्रुपै दल्यौँ हेर हाँसो यो लुच्रुपै दल्यौँ अब नानी त्यो ग्यास मारिदेऊ यो अब यो तातो मारिदेऊ हिटर मारिदेऊ